सबस्टेसन लाइन सबै विस्फोट हुन्छ भनिन्छ। इसको नाम भिसिरिज गोल ह्याप्पी फ्यामिली सबै खुसी। भिसिरिज अब चम्कन्छ नेपाल। अभिव्यक्ति दिनुभयो त्यो त्यो सही थिएन, त्यो गलत अभिव्यक्ति हो। अहिले तपाईँहरूले म त के भन्छु भने आह्वान गर्छु, मैले सरकारलाई सहयोग गरिरहेको है, यो मैले बाहिर बसेर सरकारलाई सहयोग गरिरहेको सुझाव दिइरहेको, किनभने इन्डक्सन बाल्नुहोस्, इलेक्ट्रिकल भेहिकल चलाउनुहोस् भनेको सरकारलाई सहयोग होइन। अहिले ग्यासको लाइन छ, अब चाहिँ 2000मा इन्डक्सन किन्नुहोस् अथवा ग्यास के अरे विद्युतीय चुलो किन्नुहोस्, बाल्नुहोस्, किन ग्यासमा लाइन हुन्छ भनेको त सरकारलाई सहयोग गरेर लानु हो नि त। तर सरकारले चाहिँ होइन ग्यासको विकल्प ग्यास मात्रै हो भन्न थाल्यो भने त्यो त गलत नीति भयो नि। त्यो भएको हुनाले यो कुनै पनि हालतमा पड्किनेवाला छैन। ग्यास के अरे सबैले इन्डक्सन बाले पनि हाम्रो ट्रान्सफर्मर पड्किनेवाला छैन, सबस्टेसन पड्किनेवाला। हाम्रो करिब 15,000 MVA को सबस्टेसन हामीले बनाएर रेडी गरिरहेको छ। 15,000 अहिले 2000 मेगावाटको कुरा छ। 15,000 MVA को चाहिँ सबस्टेसन हामीले तयारी अवस्थामा राखेका छौँ। ट्रान्समिसन लाइन 400 केबीसम्म बनेको छ, ठाउँ ठाउँमा डिस्ट्रिब्युसन लाइन बनेको छ। त्यो कुनै पनि हालतमा चाहिँ समस्या हुँदैन। समस्या आउन सक्छ, एकैछिनमा त्यो समाधान हुन्छ। या एउटा ट्रान्सफर्मरमा ओभरलोड भयो भने अर्को ट्रान्सफर्मर ल्याएर थपिदिने हो, 100 केबीको ठाउँमा 200 राख्ने हो, 200 को ठाउँमा 400 राख्ने हो। त्यहाँ पनि पुगेन भने अर्को ट्रान्सफर्मर थपिदिने हो, अर्को ठाउँमा थपिदिने हो। त्यो त 2-4 घन्टाको कुरा हो नि। 2-4 घन्टा त चाहिँ हुनसक्छ। तपाईँले चाहिँ इन्डक्सन बाल्दै गर्दाखेरि एकैछिन 1 घन्टा आधा घन्टा कहिलेकाहीँ बत्ती जान सक्छ। तपाईँसँग ग्यास पनि रेडी छ नि, कहिलेकाहीँ त बाल्न सकिन्छ। महिनामा एकचोटि 2चोटि बाल्नलाई त तपाईँले अप्सनमा राखिरहेको हुन्छ। तर इन्डक्सन बाल्यो भने तपाईँलाई 40-50% सस्तो पनि छ। देशको विद्युतको पैसा देशमै रहन्छ र हामीले चाहिँ कतारसम्म र चाहिँ गल्फ कन्ट्रीहरूबाट किनेको ग्यास त चाहिँ हाम्रो डलर त त्यहाँ जाँदैन। अहिले के भइरहेको छ, विदेशमा रहेर गल्फमा बसेर कतारमा बसेर नेपाली दाजुभाइहरूले पठाएको डलर हामीले कतारमै पठाइरहेछौँ ग्यास किनेर। त्यही कतारबाट आएको ग्यास हो नि त। हामीले ग्यास यहाँ किनेको ग्यासको पैसा चाहिँ तपाईँले नेपालीमै चाहिँ पठाउनुहुन्छ, तर सरकारले त त्यो ग्यास चाहिँ डलरमा कन्भर्ट गरेर डलरमा किन्नुपर्छ। त्यो डलर चाहिँ त्यो कतै कतारमा पुगिरहेछ। त्यो किन गर्ने? हाम्रो चाहिँ देशको चाहिँ जुन विदेशी मुद्रालाई सञ्चित गर्छ, ट्रेड डिफिसिट घटाउँछ, व्यापार घाटा घटाउँछ। यी सबै कुरा छ नि। यसको त यति ठुलो इम्प्याक्ट छ। नेपालको विद्युत खपत भएपछि यहाँ हाइड्रो पावरहरू बढी उत्पादन हुन थाल्छ। यहाँ हाइड्रो पावरहरू धेरै चाहिँ उत्पादन भयो भने यहाँको इकोनोमी बढ्छ, यहाँ रोजगारी बढ्छ। यी सबै कुरालाई हेर्नु पऱ्यो नि। त्यो भएको हुनाले त्यो जुन हिसाबले सरकारले भनेको छ त्यो गलत हो। मैले उदाहरण दिन्छु। मेरो घरमा ग्यास चल्दैन, ग्यास छ मसँग, तर म इन्डक्सन चुलोमा मात्रै बाल्छु। कहिलेकाहीँ भयो भने ग्यास पनि बल्न सक्छ, तर इलेक्ट्रिक गाडी मात्रै चढ्छु। डिजल पेट्रोल चाहिँ खपतै हुँदैन भनेपछि के पनि नभए पनि इलेक्ट्रिसिटीबाट सबै चल्दो रहेछ। सबै चिज इलेक्ट्रिसिटीबाट चलिरहेको छ, सबै घर चल्छ। चलाउनु के अरे ग्यास डिजेल पेट्रोल नहुँदा पनि विद्युतबाट नेपाल चल्ने अवस्थामा पुगेको छ। एउटै चिजमा आत्मनिर्भर भनेको हामी विद्युतमा छौँ। इनर्जी सेक्युरिटीको हिसाबले हामी अहिले धेरै राम्रो अवस्थामा छौँ। यस्तो अवस्थालाई हामीले अझ प्रोत्साहन गर्नुपर्नेमा जुन निरुत्साहित भएको छ त्यसलाई चाहिँ सरकारले गम्भीर रूपमा हेर्नुपर्छ। आम जनताले यसको विरोध गर्नुपर्छ र गाउँमा यसको चाहिँ विरोध गर्नुपर्छ र यो हस्ताक्षर अभियान मार्फत सरकारलाई यो जनदबाव सिर्जना गर्नुपर्छ भनेर हामीले यो चाहिँ सिग्नेचर अभियान गरेका छौँ। यो हामीले ठाउँमा जिल्लामा अब पालिकामा पनि पुग्छ र विदेशमा बस्ने नेपालीहरूबाट पनि हामीले हस्ताक्षर सङ्कलन गर्ने काम सुरु गरेका छौँ। गल्फ कन्ट्रीहरूमा विभिन्न कन्ट्रीहरूमा र नेपाल अधिराज्यभरि हामी बिस्तारै सुरु गर्दैछौँ। यो 1 महिना करिब 1 महिना चल्छ। आवश्यकता अनुसार हामी बढाउन पनि सक्छौँ र त्यो अनुसार हामीले यो हस्ताक्षर
चाहिँ सम्पन्न गरेर सरकारलाई एउटा ज्ञापन पत्रको रूपमा जिल्लामा र केन्द्रमा हामीले चाहिँ यसलाई पुर्याइदिन्छौँ र तपाईँहरूले यो हस्ताक्षर अभियानलाई चाहिँ सहयोग गर्नुहोला। आम जनतालाई म आज मन्थली चाहिँ नगरपालिकामा आएको छु। मन्थलीवासीहरू मात्रै होइन, रामेछापवासीहरूले सबैले यसलाई चाहिँ प्राथमिकतामा राखेर हस्ताक्षर अभियानलाई सफल गरिदिनु हुन र आम पत्रकार साथीहरूलाई पनि यो अभियानलाई सफल गराउनको लागि चाहिँ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु, राख्न गइरहेको छु। हामीले उज्यालो नेपाल पार्टीले भदौ 1 गतेबाट देशव्यापी रूपमा जनदबाव सिर्जना गर्ने गरेर जनताको हस्ताक्षर सङ्कलन अभियान हामीले सुरु गरेका छौँ। यो हस्ताक्षर अभियान भनेको के हो र के को लागि यो हस्ताक्षर अभियान भन्ने विषयमा म छोटो विषय राख्न गइरहेको छु। सरकारले जुन हिसाबले बजेटमा विद्युतमा भ्याट लगाउने जुन काम गरियो त्यसको विरुद्धमा हामीले उज्यालो नेपाल पार्टीले प्रेस विज्ञप्ति मार्फत सोसल मिडिया मार्फत हामीले विरोध गरि नै रहेका थियौँ। बारम्बार हामीले यो चाहिँ विभिन्न किसिमका करको बारेमा शिक्षा स्वास्थ्यको कर, यो विद्युतमा लगाएको भ्याट र राइट सेयरिङमा लगाएको भ्याट, जुन पठाओदेखि लिएर सबैमा लगाएको भ्याट यो जनताले तिर्नुपर्ने, तल्लो स्तरको जनताबाट उठाउने यस्ता विषयहरूलाई चाहिँ हटाइनुपर्छ र यसलाई चाहिँ यो जुन किसिमले लगाएको छ त्यसलाई हटाउनुपर्छ र बजेटको जुन किसिमले ल्याएको छ त्यो गलत नीति हो भनेर हामीले भनिरहेका थियौँ। र यति विरोध गर्दा गर्दै पनि शिक्षा र स्वास्थ्यमा फिर्ता भयो, तर यो विद्युतमा लगाएको भ्याट अहिलेसम्म फिर्ता भएको छैन, राइट सेयरिङमा लगाएको भ्याट फिर्ता भएको छैन। त्यसले गर्दाखेरि अहिले हामीले चाहिँ मुख्य गरेर 3टा विषयलाई लिएर यो हस्ताक्षर अभियान सुरु गरेका छौँ। पहिलो विषय भनेको विद्युतमा लगाएको भ्याट फिर्ता गर्नुपर्छ। यो विद्युतमा जुन भ्याट लगायो, हामीले म विद्युत प्राधिकरणमा हुँदाखेरि करिब 25% हामीले विद्युतमा महसुल घटाएका थियौँ। यो महसुल 25% भनेको 25 अरब वार्षिक रूपमा हामीले महसुल घटाएर पनि घाटा भएको संस्थालाई हामीले वार्षिक रूपमा 12-15 अरब नाफामा ल्याएका थियौँ। 8 वर्षमा करिब 1 खरबभन्दा बढी हामीले विद्युत प्राधिकरणलाई नाफामा लान सम्भव भएका थियौँ। तर अहिलेको सरकारले यो जुन 2/3 सरकार आएपछि तत्कालै जुन बजेट मार्फत विद्युतमा भ्याट लगायो, सर्वसाधारण जनतालाई त्यो घरायसी ग्राहकलाई 5% भनियो, तर बाँकी सम्पूर्ण ग्राहकलाई 13% भ्याट लगाएको छ। सिँचाइ जस्तो अति आवश्यक चाहिँ खेती गर्ने पर्ने अति आवश्यक कृषकको लागि अति आवश्यक वस्तुमा पनि भ्याट लगाएको छ 13%। हामीले सिँचाइमा 2 रुपियाँ मात्रै लिने गरेका थियौँ र खानेपानी झन् अति चाहिँ आवश्यक वस्तु जनताको लागि त्यसमा पनि 13% भ्याट लगाएको छ। हामीले करिब चाहिँ राति चलायो भने 3 रुपियाँ 3.5 रुपियाँ मात्रै लिने गरेका थियौँ। त्यो खानेपानीमा वास्तवमा भन्यो भने पहिलेको तपाईँहरूले पनि देख्नुभयो होला, खानेपानीमा पहिला चाहिँ हरेक महिना 600-700 रुपियाँ तिर्नु पर्थ्यो, अहिले 300-400 मात्रै तिरे पुग्छ। हामीले 50% भन्दा पनि कम गरेका थियौँ, अहिले 13% भ्याट लगाएको छ। र अरू सम्पूर्ण ग्राहकलाई यो चाहिँ यो व्यापारिक औद्योगिक सबै ग्राहकलाई 13% भ्याट लगाएको छ। त्यो 13% भ्याट भनेको त्यो उद्योगले तिर्ने होइन, जनताले तिर्ने हो। त्यो सिमेन्ट उद्योगले जुन 13% भ्याट लगाउँछ तिर्छ, त्यो चाहिँ जनताले तिर्ने हो। र डन्डी उद्योगमा 13% लगाएको भ्याट जनताले नै तिर्ने हो। त्यो भएको हुनाले सम्पूर्ण क्षेत्रमा महसुल महँगी वृद्धि भएकै छ। महँगी यति धेरै वृद्धि भएको छ, तर त्यो माथि पनि विद्युतबाट पनि महँगी वृद्धि हुने अवस्थामा चाहिँ पुगेको छ। अहिले 13% र 5% को जुन भ्याटको चाहिँ लगाएको छ, त्यसबाट सरकारले करिब 12-13 अरब रुपियाँ चाहिँ सरकारले उठाउँछ। यो सरकारको ढुकुटीमा जान्छ र 13 अरब रुपियाँ चाहिँ सरकारको ढुकुटीमा जाँदाखेरि त्यो सबै जनताले तिर्ने हो।
र अहिले विद्युत प्राधिकरण चाहिँ नर्मल अवस्थामै सामान्य अवस्थामै हिजोभन्दा 12-13 अरब नाफाबाट 5 अरबमा झरेको छ र विद्युत प्राधिकरणले महसुलबाट कम्पन्सेट गर्ने भनेर जुन किसिमले ल्याएको छ यस्ता गलत नीतिले देशलाई र चाहिँ एउटा संस्थालाई पनि अप्ठ्यारो स्थितिमा पुर्याउने र जनतालाई पनि महँगी बढाउने काम भइरहेको छ। त्यसको विरोधको लागि हामीले यो चाहिँ भ्याट हटाउनुपर्छ भनेर एउटा हस्ताक्षर अभियान गरेका छौँ। इसको नाम भिसिरिज गोल्ड ह्याप्पी फ्यामिली सबै खुसी भी सिरिज अब चम्कन्छ नेपाल।